नमस्ते सबैजनालाई सन्चै हुनुहुन्छ होला हामी पनि सन्चै छौँ आरामै छौँ। सो आज हामी जान लागेको छौँ स्कुलको ट्रिपबाट मुस्ताङ जिल्ला। सो म सबैभन्दा पहिला हाम्रो महेन्द्र ज्योतिको स्टाफ र हाम्रो विद्यार्थीहरूलाई एकदमै थ्याङ्क यू भन्न चाहन्छु। महेन्द्र ज्योति परिवारले गर्दा नै हामीले टुर गर्न सफल भइरहेका छौँ। हेर्न सक्नुहुन्छ गाइज, हाम्रो गाउँबाट चाहिँ यहाँसम्म यत्रा धेरै मान्छे छन्। अनि त्यसपछि अहिले माथिको भ्यू चाहिँ यस्तो रहेको छ भने अब पछाडि चाहिँ आउँदैछन्, अहिले चाहिँ कोही छैनन् अनि अगाडि नै गइसकेका छन् गाइज। अनि उहाँ एउटा बस रहेको छ भने एउटा बस आउने छ। सो ठिक छ, सबैभन्दा पहिला चाहिँ हामी धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ महेन्द्र ज्योतिका स्टाफहरूलाई। अनि हामी चाहिँ अब तपाईँहरूलाई एकदमै राम्रो राम्रो भ्यूहरू पनि देखाउन सक्नेछौँ र विशेष ठाउँको तपाईँहरूलाई ब्लग दिनेछौँ भन्ने आश राखेको छु। ओके गाइज, पनि अहिले स्वागत छ हाम्रो ब्लगमा। अहिले चाहिँ हामी जान लागिरहेका छौँ अब मुस्ताङ ट्रिपको लागि निस्किरहेका छौँ हाम्रो स्कुलको लोकेसनबाट। सो अहिले चाहिँ हामी धेरै नै मान्छे भइसकेका छौँ, हेर्न सक्नुहुन्छ पछाडि। रबिन सरले यता हाई भनिदिनु पर्यो। अनि यता यहाँ मान्छे धेरै नै हुनुहुन्छ। कलामजी अङ्कित यता हाई भनिदिनु न। यो सो गाइज, अब हामी एकदमै सुन्दर दृश्यहरू हजुरलाई देखाउने प्रयास गर्नेछौँ। हाम्रो सरजी यता नमस्ते भन्नु न सर। थोड़ा 16 प्रो मैक्स दाग लाग्छ। यता हेर यता हेर्छ, हाई भन्दैन। 16 प्रो मैक्स ल हेलो सर ल हुन्छ यता पनि ध्यान सर। हेलो सर, झन् तैँले हाई भन्दै त हुर्र यता नि भन्दै ल छोडै भाइ छोड अब्दुल्ला तुइले नि कहिदिनु जाने ओनरले नकाइद हो ताने के अरे। हेलो कहिले पनि ल सर हजुर फेरि पनि ल यता पनि भन्छु ल नमिना कैछ यता पनि ल फेरि आइ भन्दैन। यता पनि आइ भन्नु त ल त ल यता पनि आइ भन्नु त यता आउँछु यता हाम्रो लागि आएर ल हुर्र कलमलाई यति बस ल मा हल्दियाके अहिले चाहिँ हामी बागलुङको पञ्चकोट भन्ने ठाउँमा छौँ। हेर्न सक्नुहुन्छ यहाँ कति राम्रो घन्टीहरू। यहाँ चाहिँ हाम्रो हनुमानजी हुनुहुन्छ। अरे ओ हनुमानजी। अनि यता हेर्न सक्नुहुन्छ राम्रो मान्छेहरू धेरै छन्। अनि हेर्न सक्नुहुन्छ अहिले त झन् लाइट पनि बालेछ यो झर्नामा, यो फाउन्टेनमा होइन गाइजहरू। ठिकै छ, यस्तो राम्रो छ हेर्न सक्नुहुन्छ। यहाँ यस्तो यहाँ हाम्रो साथीहरू पनि छ होइन। अनि यतापट्टि पिङ खेलिरहेको छ, एउटा खतरा पिङ छ यहाँ चाहिँ होइन। यस्तो मिठो हिमालहरू हेर्न सक्नुहुन्छ होइन। यस्तो मिठो हिमाल आइरहेको छ होइन। ठिक छ ल, यति भन्दै आजको भ्लग यहीँ इन्ड गर्न चाहन्छु भन्दा पनि होइन इन्ड गर्न चाहदिनँ, किनकि अझै रातिहरूको अझै धेरै थुप्रै ठाउँ छ हामी घुम्नको लागि। सो तपाईँहरूलाई अझै पनि हामी देखाउनेछौँ पछि। सो त्यस कारणले बाई बाई। पोज केही हाम्रो साथीहरूको पिक्चर्स। यो चाहिँ हामी बसेको होटेल हो। यो चाहिँ बागलुङ पञ्चकोटको सबैभन्दा ठुलो घन्टी। यो चाहिँ बागलुङ पञ्चकोटको ठाउँ हो। यो नि कार्ड दिनु नै रहेको थियो, हामीले बनाएका थियौँ। त्यो यो थियो पञ्चकोट चाहिँ
यो हाम्रो साथीहरूसँग एउटा यो थियो बागलुङको ब्रिज ठुलो, यो चाहिँ जोमसोङको थियो, त्यसपछि यो चाहिँ बागलुङकै यो थियो पनि कालिका मन्दिरको, यो चाहिँ बेगनास ताल, यो चाहिँ जाने क्रममा कुन चाहिँ ठाउँ भने थाहा भएन, यो चाहिँ एउटा झरना हो के थियो नाम।